कहिलेकाहीँ पुरानो सामान मिलाउँदा हामी आफैलाई फेरि भेट्छौँ। हिजो म र मामु सामान मिलाउँदै थियौँ। त्यही बेला भेट्यो मेरो सानो बेला मैले पहिलोचोटि बनाएको ड्रइङ, जुन मामुले यति वर्षसम्म सँगालेर राख्नु भएको रहेछ। त्यो ड्रइङसँग केही ग्रिटिङ कार्ड्स पनि भेटिए। मैले मामुको लागि बनाएको बर्थडे कार्ड र मेरो भाइले बाबाको लागि बनाएको फादर्स डेको कार्ड। कागज त पुराना भएछन्, तर त्यो कागजभित्रको माया अझै नयाँ नै रहेछ। सानो हुँदाखेरि हामीलाई एक्सपेन्सिभ गिफ्ट नै चाहिँदैन थियो। थोरै रङ, केही शब्द, धेरै माया नै काफी थियो। अहिले समय धेरै बदलियो, ग्रिटिङ कार्ड्स हराए, सबै बिजी भयो र अहिले त मेरो भाइ विदेशिएको छ। तर यी पुराना याद हेर्दा म फेरि त्यही पुरानो घर, पुरानो समय र पुरानो फिलिङ्समा पुग्दो रहेछ। त्यसैले केही कुरा शब्दले होइन, महसुसले मात्र बुझाउँदो रहेछ।